Oh, पर्न थालिसक्यो। Raining in Al Zawaya walk. राम्रो हुन्छ एउटै त अनि 14 15 जस्तो। अब नबोला नि भयो। म आउँदिन नि हैन। हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई अर्को युट्युब भिडियोमा। सदा चाहिँ म अरू शुभ दिन नयाँ भिडियो लिएर आइसकेको छु हजुरको सामना। आज चाहिँ हामी कहाँ जान आँटेको छौँ अरे उही त भनिहाल्नु साथीहरू के हो यस्तो। आज चाहिँ म मात्र होइन मेरो बटालियनहरू साथीहरूले लिएर साथी त भन्न मिल्दैन दाइ भाइ लिएर जान आँटेको छौँ शारजा दुबईमा। यस्तो गर्मी बढेको छ साथीहरू, ओ माई गड। सो हामी आज जाँदैछौँ शारजामा रहेको बरसात रेनिङ जहाँ रेनफल दिस टाइप नआँटेको। अनि हामी चाहिँ त्यहाँ जवाया वकमा जान आँटेको छौँ। के कस्तो हुन्छ भने हजुरलाई देखाउँदैछु। आज चाहिँ म लगायत मेरा टिम चालकमा हुनु रहेको छ हाम्रो जिमी सञ्चल दाजु, सहचालकमा हुनु रहेको छ डोले खार्की, अनि अर्को कन्टेक्ट गाइस सरी टु से बट हाम्रो दादा हुनुहुन्छ। तपाईँले चिन्नु भएको छ अस्तिको योभन्दा अगाडिको लास्ट एक्जिटको भिडियोमा देखिसक्नु भएको छ। मेरो दादालाई चाहिँ मैले अगाडि नै फेममा ल्याइसकेँ। आज चाहिँ नयाँ मान्छे नयाँ फेममा आउनु भएको चाहिँ तपाईँको थोप्रा देखाइदिनुहोस् दाजु। नमस्ते सबैजनालाई। यही हाल्नु यो कस्तो लागिरहेको छ मसँग किन्नु पर्यो। मेटा त सो अब तपाईँलाई देखाउँदैछु म अगाडिको भिडियो। हामी चाहिँ जाँदैछौँ यहाँ नै यस्तो लागिरहनु भएको छ सबैजना। हाम्रो टिमहरू चाहिँ सबैजना क्यामेरा साइड पर्सन छ। मेरो दाइ चाहिँ के भन्नुहुन्छ, छ्या 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 यस्तै हाल्छ तिमी मैले यस्तै हो समझ छैन भन्दै हुनुहुन्छ। सो गाइड स्टे अपडेट। हामी जाँदैछौँ। सब्सक्राइब गर्नु होला, यसरी टिभीमा हेर्नु होला। तपाईँको थुप्रा देखाइदिनु होला दाजु। सो check it out, we are heading towards Jawaya walk. के हो तिमी दादा अब चाहिँ मेरो भिडियो जिमी दाइले लिनुहुन्छ। सो हामी चाहिँ टर्मिनल 2 दादा होइन टर्मिनल 2 को बाटो टनल कटेर अब टर्मिनल 2 अगाडि आइपुग्यो। अब राइट साइडतिर चाहिँ हामी टर्मिनल 2 तिर लाग्यौँ। लेफ्ट साइडतिर गयो भने सिधा शारजा। हाम्रो चाहिँ अलिकति अल्तावरमा काम छ त्यही भएर अल्तावर चाहिँ छिरेरै जानुपर्छ। अफिसको कम्प्युटर पनि एयरपोर्ट देख्दाखेरि चाहिँ नि नेपालको याद कसलाई आउँछ सबैले टक्कै प्याक गरेर फ्लाइ दुबईमा सर अनुहार सबै बोल्दैछ। सो अब चाहिँ हाम्रो दादाको चाहिँ काम रहेको छ अल्तावरमा। सो वी विल गो ओभर देयर अनि केही काम सकेर चाहिँ वी विल हेड टुवर्ड्स जवाया वक। चेक इट आउट गाइज। हामी चाहिँ गर्नुभयो क्या अनि त्यही भएर अब यहाँ खाना चाहिँ क्याफेटेरियामा स्यान्डविच खान आँटेको। सो अब पुग्नु आँट्यौँ हामी चाहिँ नट परियार हौ कविता नेपाली। सर अब हामी चाहिँ खाना खानु आँटेको। खाना भन्दा नि क्याफेटेरियामा अर्डर गरेको छौँ अनि गाडी पर्खिरहेको छौँ। कस्तो गर्मी छ गाई झन् कस्तो गर्मी छ। आजको वेदरको टेम्परेचर चाहिँ 42 कि 48 डिग्री सेल्सियस छ। सो इट्स फ्रिकिङ हट। सो हामी चाहिँ खाजासाजा खाएर जाँदैछौँ फर्किँदैछौँ भन्दा पनि जाँदैछौँ अल्जवाई वकमा। अनि कस्तो राम्रो थियो क्या त्यो बाटोहरू चाहिँ, कस्तो युटर्नहरू पनि कति सफा बाटोहरू, कस्तो भिल्ला ठुल्ठुलो भिल्ला थियो यो एरियामा त। सो गाइस फाइनली द वेट इज ओभर। हामी चाहिँ यहाँ जवाया वकको नजिक आइसक्यौँ। यहाँ चाहिँ बाहिरबाट हेर्दाखेरि चाहिँ यस्तो खालके कस्तो ठुल्ठुलो केही होइन रहेछ क्या। त्यस्तो देख्दाखेरि चाहिँ कहाँ हो कि होइन यही प्लेस हो भनेर भन्दै थियो, तर लोकेसन चाहिँ यही थियो। सो फाइनल्ली हामी चाहिँ आइसकिसक्यौँ अल्जवाया वकमा। मलाई हेरेर त्यहाँ खुसी भएको देख्नु न, पुरै पानी भयो। मेरो मन पनि भन्दै पुरै खुसी भइरहेको छु। यहाँ चाहिँ स्पेसल्ली क्या कस्तो सानो एरिया रहेछ यहाँ। सो फाइनल्ली हामी चाहिँ आइसकेको छौँ अल्जवाया वकको एरियामा। अगाडि त्यो इन्ट्रान्स मेन इन्ट्रान्स, यो चाहिँ ब्याक इन्ट्रान्स रहेको छ। तर पछाडिको भ्यू एरियाहरूलाई थाहा पाइसक्नु भइसक्यो। हामी चाहिँ अहिले रहेको छौँ जवाया वकमा। तपाईँहरूलाई म अगाडिको हेराउँछु नि। ब्रिज रहेछ, वुडन ब्रिज रहेछ। अनि म चाहिँ पुरै यता न अनि यहाँ स्पेसल्ली चाहिँ लाइक क्याफे स्टोरहरू रहेछ अनि क्यारिफोर पनि रहेछ। सो
के भन्छ यहाँनिर फ्यामिली स्पट भनौँ कि पिकनिक स्पट भनौँ अब त्यो माथिको सेटिङ हेर्दाखेरि चाहिँ पानीको लागि हुन्छ नि रेनफलको लागि बनाइदिएको रहेछ अनि यतापट्टि फेरि पानीको वाटरफल रहेछ सो ओभरअल मैले हेर्दाखेरि चाहिँ त्यही हो क्याफे स्याफे रहेछ यता स्याफे भन्दा स्याफे भनेर चाहिँ के हो साथीहरू कमेन्ट गर्नुहोस् त अनि त्यही हो यताउता रहेछ अनि म चाहिँ पुरै मक्ख पर्दै यताउता हेर्दै थिएँ क्या सो म हजुरहरूलाई यताउता के हुन्छ सबै देखाउने छु अहिलेको लागि चाहिँ अलिक टाइम भएको छैन रहेछ रेनफलको लागि चाहिँ अनि रेनफल हुने पनि टाइम हुँदो रहेछ बिहान लाइक मन्डे टु थर्सडे चाहिँ बिहान 10:30 AM र 6:30 अनि इभिनिङ विकेन्डमा चाहिँ 6:30 हो यस्तै टाइमिङमा रहेछ क्या तपाईँहरू पनि यहाँ आउनुहोस् भिजिट गर्नुहोस् लिटरली यो साँच्चीकै राम्रो प्लेस रहेछ यु विल रिग्रेट साँच्ची नै यु विल नट रिग्रेट इट यहाँ आउनुभयो भने चाहिँ टाइम वर्थी पनि छ लाइक छिटै आइपुगिन्छ भनेर भन्यो त्यहाँदेखि राम्रो लाग्यो दिदी राम्रो रहेछ नि भनेर भन्दै थियो फ्यामिली स्पट रहेछ यताउता रहेछ भन्दै हामी चाहिँ कुरा गर्दै थियौँ अनि ऊ चाहिँ लजाक गर्छ बोल्नु अनि चुप्प लाग्छ अनि एक्साइटेड आम सो एक्साइटेड दिदी भन्दै भनिरहेको थियो अनि म सोध्दै थिएँ पुरै अनि ऊ चाहिँ पुरै एक्सप्लेन गरेको थियो तर आफै लाज लाग्छ हौ मलाई त बोल्नुको लागि पनि दिदी होस् हौ नै गर्नु नगर्नु भन्छ फेरि हेर्नु मेरो चस्मा लाएर होइन हिरो भएर बसिरहेको छ साइडमा सँगै अनि हामी चाहिँ एकदम ओभर एक्साइटेड छौँ क्या कति बेला चाहिँ पानी पर्छ र कस्तो चाहिँ हुन्छ भनेर यताउता उसलाई पनि सोधेको म कस्तो चाहिँ हुँदोरहेछ हौ हामी त नेपालमा त नेचुरली पानी परेको हेर्थ्यौँ अब यहाँ चाहिँ अब आर्टिफिसियल हुन्छ भनेर भन्दै थियौँ क्या अनि हामी यसै नै कुरा गर्दै थियौँ किनभने पछाडि गीत बजिरहेको थियो साथै त्यही भएर मैले भोइस क्लिप गरेको क्या तपाईँलाई बोरिङ लाग्न सक्छ बोरिङ नमानिकन हेरिदिनुहोस् मेरो भिडियो किनभने त्यहाँनिरको गीतहरू बजिरहेको छ अनि भरे फेरि कपिराइट लाग्न जान्छ नि त अनि टेन्सन हुन्छ क्या आजको भिडियो चाहिँ यस्तै छ तपाईँहरू पनि हेरिदिनुहोस् मेरो भिडियोलाई सपोर्ट गरिदिनुहोस् माया गरिदिनुहोस् है त अब हामी चाहिँ दुवैजना दिदीभाइहरू अनि अर्को दादाहरू चाहिँ पछाडि क्याफेमा काम गर्दै हुन्छ दादा चाहिँ अनि अर्को साथी पनि त्यहाँ बसिरहेको छ अनि हामी चाहिँ त्यहाँ गफ गर्दै बसिरहेको छौँ दिदीभाइ सो हामी पनि एक्साइटेड थियौँ तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ होला कस्तो हुन्छ भनेर यहाँको चाहिँ अल्जावा या वक के भन्छ मैले प्रोनाउन्स गर्न जान्दिनँ होला तर पनि यो चाहिँ शारजामा रहेको छ साथीहरू तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ अहिलेको चाहिँ यो टुरिस्ट स्पट रहेको छ शारजामा त्यही भएर अब हामी चाहिँ दुवैजना पर्खिरहेको छौँ तर गफ पनि गर्दैछौँ पर्खिरहेको छौँ कति बेला चाहिँ हुन्छ भनेर पानी पर्छ भनेर हेर्नु न हामी म कति छिटो बोल्छु नि साथीहरू आम्मामामामा हेर्नु कस्तो सरर पानी परेको सराउन्डिङहरू कस्तो राम्रो छ नि भ्यूहरू चाहिँ यतिकै सिम्पल भ्यू के तर कस्तो राम्रो क्या नोस्टाल्जिया भन्नुपर्छ यसलाई चाहिँ यहाँ गएर टाइम स्पेन्ड गर्दाखेरि चाहिँ पर्न थालिसक्यो पानी नै पर्दो रहेछ यार ऊ कहाँ भिजाउँदो रहेछ त मनिष दाले फोन गरिराख्नु भएको छ मनिष दाले फोन गरिराख्नु भएको छ देख्छु त मनिष दाले फोन गरिराख्नु भएको छ अब त साह्रै नै पर्यो पानी साथी तर कस्तो मेरो पानी परेको साथीहरू गाइस लिटरली इट्स रेनिङ गाइस रेनिङ Yeah, that's not
जाने भयो Look at them मेरो मस्कारा जाने भयो मेरो मस्कारा जाने भयो हुँदैन अब पानी पर्ने ठाउँ अरे कि पानी पर्ने ठाउँ अरे नमस्ते दादा It's raining guys, it's raining. It's literally raining. यहाँ हेर्न किड्सहरु कस्तो मलाई खुसी भएको यहाँ हेर्न किड्सहरु न खुसी भएको Guys, it's literally raining in Al Zawaya Walk. तर मेरो मस्कारा सबै मेकअपहरु सकिसक्यो गाइस हैन यहाँ हेर्नु यस्तो दुबईमा पनि पानी पर्छ भने कसले सोचेको छ यहाँ चाहिँ पानी पर्दो रहेछ साथीहरु लिटरली आई फिल सो ह्याप्पी एट द मोमेन्ट ये पानी पर्यो असिना झर्यो अहिले चाहिँ अघिको भन्दा चाहिँ एकदम कम्ती पानी परेको छ लाइक अगाडि चाहिँ एकदम एक्सट्रिम लेभलको पानी परेको थियो क्या अनि अहिले चाहिँ कम्ती पर्छ तर इट्स टेम्पोररी बट इट्स ह्याप्पिनेस गाइज इट्स ह्याप्पिनेस रमाइलो भइरहेको छ मलाई चाहिँ रमाइलो भइरहेको छ मेरो भाइहरूलाई चाहिँ यतिकै यहाँ बसिरहनु भएको छ होइन उनीहरूलाई त कि कागलाई बेल पाएको हर छ न बिचमा बट लिटरली मलाई चाहिँ आम सो ह्याप्पी राइट नाउ म यसैको लागि आएको नि त त्यहाँ टाढाबाट सो अभियसली आई फिल सो ह्याप्पी अनि यहाँ चाहिँ मेरो साथीहरू रहनु भएको छ हेलो हाउ आर यु फिलिङ राइट नाउ I don't know. It's so amazing, right? What's your name? Ihsan. Sorry? Ihsan. Star. So they are also enjoying over here. अनि म पनि इन्जोय गरिरहेको छु मलाई चाहिँ कस्तो कति खुसी लागिरहेको छ अहिले चाहिँ कम्ती भइरहेको छ पानी तर पनि I'm enjoying a lot I cannot express in the words guys literally I'm so happy त्यत्रो टाइम लगाएर आएर अनि के भन्छ त्यत्रो टाइम लगाएर आएर त्यो दौरानमा चाहिँ अब ल्याङ हुन्छ कस्तो घाम भइरहेको थियो नि त्यसको चाहिँ इट्स वर्थ इट मेरो लागि चाहिँ वर्थ इट अनि हजुरहरूलाई पनि आउनु मन छ भने चाहिँ यो रहेको चाहिँ जावाया वक मेबी मलाई प्रोनाउन्स गर्नु आएन होला तर it's literally के भन्ने राम्रो so guys please do not miss it मजा भयो यार मजा यू अहिले चाहिँ एकदम पानी कम भएको छ यहाँ सो अहिले चाहिँ पानी अहिलेको भन्दा धेरै रोकिसक्यो किनभने मेरो माइक चाहिँ त्यहाँको साउन्डले गर्दा मेरो माइक डिस्टर्ब मस्काराहरू सबै बगिसकेको थियो त्यो आँखा पोलेर क्या भएको थियो तर म यस्तो खुसी थिएँ खुसी कस्तो आनन्द नेपालवाला भाइब्स आइरहेको थियो मलाई त पुरै नेपालमा पानी पर्छ नि त होइन अनि त्यो त्यहाँको हेर्दाखेरि चाहिँ अनि कस्तो मिस भइरहेको थियो नि त्यो तिर्सना चाहिँ यो जवाया वकले मेटायो मेरो सो मैले पानी परेको नि देखेँ यो टाइममा अनि आनन्द भयो कसम भनेको यस्तो रमाइलो भएको थियो नि म तपाईँलाई एक्सप्लेन गर्नु सक्दिनँ साथीहरू सो अब चाहिँ हामीहरू सबैजना हाम्रो बटालियन दादाहरूलाई सबैलाई लिएर फर्क्यौँ जिमी दादा चाहिँ हाँस्दै हुन्छ कस्तो अनुभव भन्नु एकछिन त रमाइलो भयो एकछिन पछाडि फेरि गर्मी भयो भन्दै हो नि त नि हामी हाँस्दै अनि अब चाहिँ फर्क्यौँ पानी सानी परेको हेरेर हाम्रो बटालियन सबैजना खुसी चाहिँ खुसी हुनुहुन्थ्यो तर फेरि गर्मी भइ त हाल्छ भनेर भन्दै हुन्थ्यो अनि फेरि आउनुपर्छ भन्दै भन्यौँ हामीले चाहिँ एकअर्कालाई सो अब चाहिँ हामीहरू यो ठाउँलाई छोडेर बिदा मागिकन अब हामी घरतर्फ जान आँटेको छौँ सबैजनालाई दादा चाहिँ कति बिजी हुन्छ कति एकैछिन पनि काम भन्यो यस्तै हुन्छ क्या अनि कस्तो इरिटेट पनि लागिरहेको थियो मलाई अनि अब चाहिँ यो ठाउँलाई अलजावाया वकले बाई बाई भन्दै हामी चाहिँ यहाँबाट बिदा माग्यौँ बाई बाई अलजावाया वक बाई सी यू सुन बाई थ्याङ्क यू सो मच भन्दै सानो भाइले पनि बाई बाई भन्न
अनि म पनि अब बाई बाई भन्दै अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ हामी गाडीतर्फ आइसक्यौँ अब हामी साथीहरू यही छ अब हामी पनि यहाँबाट फर्किन सक्यौँ बाहिर चाहिँ पानी परेको छैन भन्दै म जिस्काउँदै हुन्छ दादाहरूले कम्ता रुष्टे गर्न मलाई अनि बाहिर चाहिँ कसरी पानी पर्छ अनि हाम्रो गाडी राखेको पार्किङ एरियामा पो पानी पर्छ भनेको कसरी चाहिँ जिन्दगी चलाउँछौ तिमी त केही पनि बुझ्दैनौ तँ सुजु भन्दै जिस्काइरहनु भएको थियो अनि हामी भन्दै अनि फर्क्यौँ अनि तपाईँ हुन्छ अनि तपाईँहरू चाहिँ अनि जिस्काउँदै हुनुहुन्थ्यो अनि म त तपाईँ जिस्काइ बस्नु है म सुन्दिनँ भन्दै भने अनि हेर्दै थिएँ सबै यहाँ टिम हर्टन्स स्टारबक्स मात्रै रहेछ त्यस्तो ठुलो नरहेछ तर सानै भए पनि पानी चाहिँ त्यही टाइममा पर्दैछ नि हामी खुसी लागेको थियो अनि हामी गफ गरिरहेको थियौँ अनि म चाहिँ कसम कति खुसी छु आज त्यो ठाउँमा गएर कसम भनेको 1 हप्ता काम गरेर 1 दिन छुट्टी हुन्छ नि अनि त्यसलाई चाहिँ मैले मजाले युटिलाइज गरेँ आज चाहिँ अनि तर रमाइलो भयो आज चाहिँ अनि हामी दादालाई चाहिँ अनि म थ्याङ्क यू दादा हाम्रो जहिले पनि के भन्छ कहीँ लगिदिनु न भन्दाखेरि चाहिँ अनि नाइ चाहिँ भन्नुहुन्थ्यो कि अब टाइम भएपछि यति टाइमदेखि म फ्री छु अनि जाउँ न भनेर भन्नुहुन्थ्यो अनि त्यो भएर दादाले चाहिँ कति जिस्काइरहेको थिएँ दादा चाहिँ अनि ल ल ल ल गफ न भन्दै भन्नुहुन्थ्यो अनि हामी चाहिँ अब फर्क्यौँ घरतिर किनभने अगाडि आउँदाखेरि चाहिँ कस्तो ल्याङ भएको थियो क्या ट्राफिक ज्यादा थियो फर्किँदाखेरि चाहिँ कति इजिली ट्राफिक पनि थिएन ट्राफिक इज द मेन प्रब्लम गाइस यो दुबईमा बेलुकातिर झन् अफिस टाइमिङ हुन्छ नि त अनि सबैजना घर फर्किने टाइममा रस आवर हुन्छ नि हामी आउँदाखेरि चाहिँ यस्तो धेरै रस आवर थियो अनि जाँदाखेरि ढुक्कले गयौँ ढुक्कले आजको दिन चाहिँ यसै नै बित्यो अहिलेसम्म हेरिदिनु भएको थ्याङ्क यू सो मच गाइस किप सपोर्टिङ बाई बाई